आइपिओ आवेदन गर्नुअघि प्रत्येक लगानीकर्ताले गर्नै पर्ने 5 काम। पहिलो, कम्पनीको वित्तीय अवस्था अध्ययन गर्नुहोस्। कम्पनीको नाफा, आम्दानी, ऋण तथा विगतको वित्तीय प्रदर्शन राम्रोसँग हेर्नुहोस्। दोस्रो, प्रोस्पेक्टस राम्रोसँग पढ्नुहोस्। कम्पनीले उठाएको पुँजी कहाँ प्रयोग गर्ने र जोखिमहरू के छन् भन्ने जानकारी लिनुहोस्। तेस्रो, प्रमोटर र व्यवस्थापन टोलीको पृष्ठभूमि बुझ्नुहोस्। कम्पनी चलाउने व्यक्तिहरूको अनुभव र विश्वसनीयता जाँच गर्नुहोस्। चौथो, उद्योग तथा क्षेत्रको सम्भावना मूल्याङ्कन गर्नुहोस्। कम्पनी सञ्चालन भइरहेको क्षेत्रको भविष्य कस्तो छ भन्ने अध्ययन गर्नुहोस्। पाँचौं, लोभ वा हल्लाको पछि नलाग्नुहोस्। साथीभाइ वा बजारको हल्लाका आधारमा होइन, आफ्नै अनुसन्धानका आधारमा निर्णय लिनुहोस्। सफल लगानीको आधार भनेको सही जानकारी, धैर्यता र अनुसन्धान हो। शुभकामना।